बधाई छ। पत्नीलाई प्रेग्नेन्ट बनाई घण्टाको 500 रुपियाँमा बिक्री हुने औरतसँग दिन बिताएकोमा बधाई छ। शिवु गो। राम जस्तो लोग्ने 5 वर्षको छोरा छोरी तँसँग बिहे गर्नु मैले ठुलो भुल गरेँ। त्यही पापले अहिले मलाई पिराइरहेको छ। तँलाई पनि एक दिन अवश्य पाप लाग्नेछ। पापले पुण्यको कुरा गर्छ। त जस्ती रुपियाँको लोभमा इज्जत बेच्ने औरत म माया गर्नु, लोग्नेलाई छोडी परदेशमा मरससँग कोठामा सुत्ने औरतलाई सीता देवीको तुलना गर्नु। म तनलाई माया गर्छु, मन होइन। मैले तेरो जवानीको मजा लिस। अब त डिलिट। तैँले यो हिन्दी फिल्ममा सुटिङ गरेको होइन। त चिन्छ तब यहाँ पुलिस सिमेन्टको भित्ता तुल्याउने, न त यहाँ कोही आउन सक्छ आएका पनि, न त फर्की जान सक्छ। आज मलाई तैँले पाप र पुण्यको परिभाषा सुनाएर एकदमै प्रसन्न भए। अब म पूजा गर्नेछु, धुप जलाएर होइन। पूजा नलाई दौडाको थाकमाथि राखेर धुप जलाएर गर्नु। म ठिकै भन्दैछु त होइन? म ठिकै भन्दैछु होइन?